आज यो नमस्ते सबै फेसबुकमा जोडिनु भएको सम्पूर्ण साथीहरूलाई म चेतन राईको तर्फबाट स्वागत नमस्ते। आज हाम्रो एउटा नयाँ गीत हामीले रिलिज गर्दैछौँ, त्यही भएर पनि यो सानो भेटघाट सानो चाहिँ छलफलबाट तपाईँहरूसँग चाहिँ जान रिलिज गरौँ भनेर चाहिँ केही कुराहरू तपाईँसँग चाहिँ हामी प्रयास पनि गर्दैछौँ। हामी चाहिँ आज यस गीतका म्युजिक भिडियोका डाइरेक्टर प्रवीण पुरी र यसका प्रवीण पुरी हुनुहुन्छ र यो गीतमा आर्टिस्ट मोडलको रूपमा काम गर्नुभएको पूर्ण गन्धर्व भाइ यही हुनुहुन्छ। नमस्कार भाइ बहिनीको मेरो नाम चाहिँ पूर्णबहादुर गन्धर्व भाइ। अब हामीले आज चाहिँ यो कैयौँ प्रहर भन्ने गीत चाहिँ रिलिज गर्यो अनि अब एकचोटि हेरौँ के कस्तो हुन्छ, सबैले पनि हेरेर प्रतिक्रिया दिनु होला, माया गरिदिनु होला। यो गीतमा चाहिँ कुनै आर्टिस्टको रूपमा काम गर्नुभएको छ कृतिका शर्मा, तपाईँ हामीसँगै हुनुहुन्छ। नमस्ते, यो हाम्रो गीत हेरिदिनु होला। अब हामी चाहिँ थोरै पनि गीतका भूमिका त भनौँ न, थोरै चाहिँ बाटो छ है। यो गीत मेरो 15-16 वर्ष अगाडि गीत हो, एकदमै पुरा मनपर्ने गीत। तर अहिले चाहिँ यो गीतमा एरेन्ज पनि हामी नयाँ गऱ्यौँ, रिएरेन्ज भनौँ न, रिएरेन्ज यो त रिभ भइ नै हाल्यो अफकोर्स। त्यति बेला चाहिँ म्युजिक भिडियो बनेको थिएन, अहिले चाहिँ हामी म्युजिक भिडियो बनाएको छौँ। अब संयोग भन्ने कि संयोग भन्ने कि अथवा चाहिँ यो जोडाएको भन्ने, यसमा चाहिँ धेरै के भन्छ त्यो जोडाएको जस्तो लाग्छ मलाई, मेरो जहाँसम्म लाग्छ। हामी हाम्रो कर्मस्थल हो काठमाडौँमा छौँ। हामी विशेष गरेर मेरो घर सल्यान जिल्ला र सल्यान जिल्लाको 3 जना सर्जनहरूले यो गीतमा जोडिनु भएको छ, जोडेको छौँ भनौँ न, हामी जोडेको छौँ। त्यस्तो यसमा भोकल मेरो भइहाल्यो भने अब यो गीतमा डाइरेक्सन गर्ने जुन भाइ हुनुहुन्छ प्रवीण पुरी, पनि सल्यानकै हुनुहुन्छ र यसमा यो म्युजिक भिडियोमा काम गर्ने आर्टिस्ट पूर्ण गन्धर्व पनि सल्यानकै हुनुहुन्छ र कृतिका चाहिँ सल्यानको नभए अब नेपालकै हो भनौँ न, होइन। मेरो गर्लफ्रेन्ड उयो है, हेरेर नाच्छ नि। अनि कृतिका चाहिँ उदयले बसिरहेको छ, सल्यानमा काम गरेको छ। त्यति मात्र नभएर सल्यान जिल्लाको एउटा प्रमोसन गीत कालेजी पुण्य तालैमा भन्ने गीतमा पनि हाम्रो कृतिकाले काम गरेको छ, उसले सल्यानै गएर हामीले काम गरेको छौँ। त्यो मात्र नभएर मेरो अर्को एउटा सोलो गीत पनि कृतिकाले गरेको छ, जस जोडिएको छ भनौँ न सल्यानसँग। र यसमा अब केही शब्द राख्दै मलाई चाहिँ म हाम्रो पहिला डाइरेक्टर प्रवीण पुरी भाइलाई चाहिँ अनुरोध गर्दछु। डाइरेक्टर सर धेरै धेरै धन्यवाद। जतिले लाइभ हेरिरहनु भएको छ सबैजनालाई बेलुकाको समय छ, पानी परिरहेको छ, बाहिर झरी छ, यो झरीको मौसममा तातो तातो नमस्कार है सबैजनालाई। हामीले गीत जे जस्तो दुःख गरे तापनि तपाईँहरूलाई पस्किसक्यौँ। हामीले गर्नुपर्ने दुःख कति थियो, जति थियो त्यो हामी सबैले गरेका छौँ। अब तपाईँहरूले चाहिँ कस्तो लाग्छ त्यसरी प्रतिक्रिया दिनु होला। यस्तो मन राखिदिनलाई चाहिँ राम्रो नभनिदिनु होला, पुरै खोट भए चाहिँ भन्नु होला। त्यसले हामीले अझ सिक्ने प्रयास गर्नेछौँ। त्यो हाम्रो सिकाइ एकदमै जारी छ। अझै भोलिका दिनहरूमा अझै राम्रो गर्न सकियोस्, जसले गर्दा तपाईँहरूको केही न केही प्रतिक्रिया चाहिँ पायौँ भने अझ राम्रो हुनेछ। र यति नै भनी तपाईँहरूले हेरेर प्रतिक्रिया दिनुभयो, हस् धन्यवाद। दाइसँग जोडिन पाइयो आज, पूर्ण दाइसँग, हाम्रो कृतिका सिस्टरसँग यसरी चाहिँ काम गर्न पाउँदा साँच्चीकै मलाई चाहिँ एकदमै धेरै खुसी लागेको छ। फेरि फेरि जोडिनेछौँ हामी, तपाईँहरूले हेरेर साथ दिनु होला, प्रतिक्रिया चाहिँ दिनु होला। अब यस्तै गरौँ न, केही कुरा राखिदिनुको लागि मेन आर्टिस्ट पूर्ण भाइलाई म रिक्वेस्ट गर्दछु। के छ एउटा हुन्छ नि यस्तो रहेछ कुरो चाहिँ के भन्दाखेरि नि, हामीले सुरुमा चाहिँ यो प्रोजेक्ट चाहिँ हाम्रो भन्ने थियो। हाम्रो भन्दा पनि आज चेतन दाईलाई सुरुमा चाहिँ क्रिएसन गर्ने चेतन दाईको थियो। त्यसपछि हामी जोडियौँ, हामी जोडिएपछि चाहिँ सबै
हाम्रो टिमको भयो, त्यसपछि यो टिम सबै सीमित थियो। अहिले आएर चाहिँ अब नेपालमा बस्नु